ओए भाइ पिछाडा देखाउ त तिम्रो आमुइन यस भाइ जस थ्याङ्क यू सो मच होइन रहेछ यार सब्सक्राइबरको हो भने चाहिँ भाइ गाली नगर है भिडियो भने चाहिँ सो हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु द च्यानल न्यू डे न्यू भ्लग अनि आज चाहिँ हामी चाहिँ होइन ट्याक्क लाएर खाने गाउँ आइपुगिसकेको छु मैले चाहिँ तलबाट भ्लग गरिने क्या मैले चाहिँ यहाँ आएर गरेँ होइन अनि हामी पुग्नुपर्ने भने चाहिँ कता छ भने यता तारुखर्का पुग्नुपर्ने छ होइन मनोज भाइको चिन्तामा बसिरहेको छ उता साइकल उतापट्टि छ अनि आज चाहिँ मैले चाहिँ साइकल पनि होइन चटक चिटिक बनाएर लिएर आएको छु हेर्न सक्नुहुन्छ है कपाल अलिकति उडाइँदैछ यो हावाले गर्दाखेरि चटक्क बनाएर लिएर आएको छु क्या उताबाट देख्छ है यसरी चटक्क बनाएको छ अब यसको सिनेमेटिक पनि हानिदिन्छु म होइन ट्याक्क लाएर गाइस उसको पनि चटक चिटिक छ अलिअलि अलरेडी गाइस हामी चाहिँ यहाँनिर हाँडी खोला आइपुग्यौँ होइन टक्क लाएर साइकल धुँदैछ उसले चाहिँ यहाँनिर पोखरीमा साइकल धोयो अनि यहाँनिर क्या टक्क आन्टीहरूले चाहिँ उसको प्यान्ट क्या ग्राउन्ड छ नि त देखाइदियो त भाइ यस्तो छ नि त आन्टी त्यो मोटी आन्टी हुनुहुन्छ नि त त्यहाँनिर आन्टीले चाहिँ के भन्नुहुँदैछ भने चाहिँ तिम्रो प्यान्ट त च्याप्दै छ नि त भाइ भन्नुहुँदैछ होइन टालो हालिदिनुहुन्छ टालो हाल्नु रे क्या आन्टीले अहिले भर्खर सुनाइन्छ लम्फूबाट च्यात्तै होइन नि त्यो त्यस्तै हो नि डिजाइन भन्छ क्या त्यसलाई फेसन ल तपाईँको छोरीले लाउँदैन छोराले लाउँदैन ट्याक्क लाएर अब हामी चाहिँ मास्तिर जानुपर्ने हुन्छ ओभर गरम छ क्या यो घाम त्यस्तो नलागे पनि ओभर गरम छ मास्तिरबाट तलतिर आउँदाखेरि भेटौँ है गाइस अलरेडी गाइस अहिले चाहिँ हामी चाहिँ होइन ट्याक्क लाएर पिपल छाप भन्ने ठाउँमा आइसक्यो होइन तर के भयो भने गाइस आउँदादेखिको घाम डेन्जर लागिरहेको छ होइन अहिले चाहिँ एकदम पानी परिरहेछ देख्न सक्नुहुन्छ है ट्याक्क लाएर मौसम चाहिँ यस्तो भइरहेछ मनोज भाइ उता चर्ती खोला फर्ती खोलाहरू देखाउनु थालिन्छ है सो पानी परिरहेछ अनि गाह्रो भइरहेछ अब पानी रहने नाम त छैन तलतिर देख्न सक्नुहुन्छ क्या त्यस्तै भइरहेछ सो अब चाहिँ हामी यहाँबाट बिस्तारै जानुपर्ने हुन्छ यही पानीमा भयो नि अलिकति हेरौँ अब कस्तो हुन्छ बर्खामा गाह्रो छ क्या भ्लग गर्ने नि यार है सो त्यही हो पानी झरीमा हिँड्नुपर्ने उतातिर पिरो लाग्न थालिसक्यो क्या फगिलहरू लाग्न थालिसक्यो सो लेट्स गो है डाइरेक्ट साइकलमा भेटौँ है त सो लेट गाइस तलतिर देख्न सक्नुहुन्छ पानी डर लाग्दै परिरहेछ ऊ यता फगी लागिरहेछ मजाले फगी चलिरहेछ तलबाट घाँस लिएर हुँदैछ त्यही भएर एकछिन यहाँ रोकेको हामी स्टेप हाल्नु खोजेको क्या जाऊ ल म बिस्तारै आउँछु सही हो बनाएको छ कि अहिले त यार यहाँ सक्दैन है ऱ्याङले छोइदिइहाल्छ सुन्छ भने छुँदैन होला यार छुएन गएँ म त कत्रो खाल्टो रहेछ बब्बाल चिप्लो हुन्छ यार बबाल कत्रो रहेछ यार म त नदेखेँ खाल्टो गाइस बिस्तारै जाम ल बिस्तारै जाम त्यस्तो आज नहान्ने यार लोत पानी परिरहेछ बिस्तारै ल हावा बब्बाले हान्यो यार क्यामेरा एङ्गल कस्तो आएछ कुनै मैले क्यामेरा मुभमेन्ट चेन्ज गरेको थिएँ पानी परेर भर्खर रहेको क्या गाइज पानी झरीमा भ्लग गर्नु नै गाह्रो छ एकदम गाह्रो छ तलतिर अझै स्टिल पानी परिरहेको छ धामी बजारतिर आमामा साइकलको साउन्ड सुन्नु हुनसक्छ क्या बिस्तारै जानुपर्ने हुन्छ किनभने पानी परेको छ नि त एकदमै अनि त्यो कारणले गर्दाखेरि अनकन्ट्रोल हुन्छ क्या धेरै जसो बिस्तारै है खतरा छ अब यहाँबाट एकछिन ढलन छ भन्नुको मतलब चाहिँ त्यो उयो गरेर चिप्लो डेन्जर छ
कस्तो चिप्लो कस्तो ओइ ओइ कहाँ छिरे त नि यता चिप्लो क्या पुरा रातो माटो त्यही माथि बिस्तारै बिस्तारै हान्दे भाइ टिटिट छोडो 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 नि त्यहाँबाट पञ्चर भए मेरो नाम मनिष हो नि ल सबैजना एकचोटि चिचाइदेऊ नि त सबैजना ल यति नै हो हिटीको स्कुलको जोस ल ल ऊ चप्पल लगाऊ चप्पल तिमीहरूको रहेछ ल भाइ गरिदेऊ नि त अन्त सबैले ल यस यस ल भाइ गएको ल ढिलो हुन्छ अहिले फेरि पानी पर्छ ओइ 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 टायर कस्तो पड्किरहेको रहेछ ढुङ्गा होला पड्केर चाहिँ तर ओइ डेन्जर चिप्लो पो भएको रहेछ त पानीमा गाह्रो छ भ्लग गर्नु सही हो बिस्तारै जानुपर्ने हुन्छ यार यहाँबाट है त गाइस त्यहाँबाट चाहिँ होइन ग्राभेल गरिदिएको छ क्या रोड होइन दामी पिच रोड जस्तो देखेको छ तर यो ग्राभेल हो ओइ कस्तो यार टर्निङै काट्नु नसक्ने चिप्लिनु खोज्ने रहेछ गाइस अलिकति हावाले हानेर होला अब यस्तै छ अगाडि भ्यू देख्नु सक्नुहुन्छ कि हामी चाहिँ खासमा चाहिँ टाढा पुग्नुपर्ने हुन्थ्यो तर पानीले हाने कस्तो नराम्रोसँगले नै त्यही भएर हामी हेरेर स्लाइड हानेको मजाले चल्दै रहेछ यता रोड अलिकति उयो बढाउँदैछ क्या कलाएर अब यो पहिलाको रोडमा चाहिँ के हुन्थ्यो भने गाइस होइन पुरै ढुङ्गै ढुङ्गा थियो अनि त्यसले गर्दाखेरि हजुर अनि के भन्छ रोडै के भन्छ ढुङ्गै ढुङ्गा थियो है अनि त्यो कारणले गर्दाखेरि चाहिँ यसरी स्पिड चाहिँ जानु मिल्दैन थियो खै म यार अफलाइन आइरहेको रहेछु म त कस्तो भिड छ बादमा म त अफलाइन गएँ नि गाडी नै आउँदैन भनेर नि सात गयो म त यार अबै भइरहेको रहेछ यार भ्यू देख्नु सक्नुहुन्छ है तलतिर बबाले छ चिसो पनि अलिक बढेको छ तर मजा आइरहेको छ यतिको राइड हान्दा पनि ओइ अब त पानी पुरै छिट्टाउँछ यार पछाडि उसको त रातै भइसक्यो चाक ओइ तिम्रो चाक रातै भयो यार तिम्रो चाक रातै भएको छ पानी पुरा छिटायो बिस्तारै जाऊँ भाइ पानी गोप्रोमा परिरहेको होला क्यामेरामा लेन्समा किनभने तल मडगाड लगाएको छैन अनि मडगाड नलाएको भएर पुरै छिटाउँछ क्या हिलो चाहिँ अहिले चाहिँ हामी चाहिँ उकालो पेली हुँदैछ पेला पेला ओह्रालोमा त पुरै पानी छिटाएर नभएको नि त त्यही भएर उही देख्नु सक्नुहुन्छ वेदर एकदम दामी देखेको छ पानी परेर गाइस अहिले चाहिँ हामी चाहिँ होइन एकछिन यहाँ फोटो खिचेको थियौँ होइन डिएसएलआरबाट उसको खिच्दै मेरो चाहिँ खिचिनँ मैले किनभने पानी पर्दैछ फेरि ढिलो हुन्छ होइन सो डाइरेक्ट अब तलतिर भेटौँ त साइकल यता लडिरहेछ तर केही भएको छैन त्यस्तो मैला चाहिँ अलिअलि पानीहरू हाल्यो भने सफा भइहाल्छ है पानीमा भ्लग गर्नु नै यही हो क्या दिक्कत भनेको चाहिँ तपाईँको क्यामेरामा पानी हान्ने होइन अनि पछाडि पिछवाडा देखाइदियो भाइ पिछवाडा देखाऊ त तिम्रो आमुइन हो यस्तो हुन्छ अन्त त्यही भएर हो क्या गाइस अब डाइरेक्ट त्यो हामी अफरोड जानुपर्ने हुन्छ खानी गाउँको तर कतिको चिप्लो छ कतिको उयो छ हेरौँ है त्यहीँ गएर एउटा बाटो भयो नभन्नु होला होइन किनकि अब यतैबाट ठिक छ नि त जाउँ त ओए खतरा मजा आउँछ यार आज त ओए कस्तो चिप्लो यार आमै नि ओए खाल्टोमा पऱ्यो आच्छी म्याच ओए हिलो चाहिँ डेन्जर छिटाउँछ यार स्पिडमा को जानु हुँदैन आज स्पिडमा बिस्तारै जानुपर्ने हुन्छ यता 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 हाल्यो हाल्यो त्यहीँबाट सिधै हाल छिटो ओइ कत्रो खाल्टो छ क्या यहाँनिर ओइ 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 गयो 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 म्याच सेट गाह्रो छ गाह्रो ओइ ओइ खतरा यार पानी नपरेको बेला यहाँनिर यस्तो स्पिड कुदिन्थ्यो भने आज पानी परेमा गाह्रो छ सेट ओइ आयो मै चिप्लिरहेको रहेछ यार आयो कस्तो चिप्ले यार
पानीमा राइड गर्नु यस्तै छ। ओइ ओइ अब गयो गयो मलाई थाहा थियो के गरे झन् भनिरहेको छु फाल्टु छ भनेर। जति पनि जनाले मलाई सब्सक्राइब गर्नुभएको छ होइन त्यसको लागि धन्यवाद, थ्याङ्क यू सो मच है। अनि यसरी सपोर्ट गर्दै जानु, भिडियोहरू राम्रो राम्रो ल्याउने छु आउँदो दिनहरू। अनि अस्ति लडेर पनौती लाएँ यहाँ यो उसले थुक्नु थालिसक्यो यहाँबाट। बिस्तारै जाउँ, केही छैन, सधैँ स्पिड हान्नुपर्ने भन्ने केही छैन। कस्तोसँगले चिप्लिरहेछ ल। हल्का त्यो फ्लो हुने गरी हान्नुपर्छ यहाँ चाहिँ, थाहा छ। लगाएछु ए उता कस्तो रातो भएको हेर न, त्यो जङ्गल कस्तो रातो भएको पातहरू। ओइ यहाँबाट चाहिँ आज रिस्की छ, जाम कि नजाम भयो मलाई त यार भाइ। चिप्लिन्छ होला नि। ओइ सकिन्छ। सबैभन्दा ठुलो कुरा 8 हो। हजुर यस भाइ यहाँ आउनु त, यहाँ आउनु। यहाँ कसरी चिन्यो, कसरी थाहा भयो? हो अच्छा, थ्याङ्क यू सो मच। के पानीमा भिजेर कहाँ, स्कुलबाट कहाँ मासतिर नीलकण्ठ? ए ल हामी जान्छौँ ल, अहिले फेरि पानी पर्छ ल, बाई। अर्कै रोड आयौँ, त्यो उताको रोड गएनौँ किनकि त्यहाँनिर यस्तै कुलो कुलो छ अनि चाक हेर्नु नसक्ने हुन्छ। अब चाक भन्दाखेरि कतिले के भन्ला भने किन रफ वर्ड बोलेको भन्छ होला होइन। अब चाकलाई चाक नभने के भन्ने त भाइ, कन्डो। अनि कन्डो भनेको त नराम्रो होइन र। भिडियो क्वालिटी चाहिँ अलिक कम्ती भएको छ किनभने मैले आजकल क्या फोनबाट एडिट गर्ने गरेको छु अनि एकदम क्वालिटी लो हुन्छ क्या। भाइ जुत्ता खोइ। ए ओइ बहिनी रहेछ यार, एक्री बहिनी जुत्ता खोइ। भिज्या आम्मिन, हामी पनि यस्तै गर्थ्यो यार बच्चा बेलामा, जुत्ता जोगाउनको लागि खालि खुट्टा हिँड्थ्यो यार कोही कोही बेला। ओए भुक्छस् आइज, खेल्छस् आइज 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 खेल्छस् नि आइज। ल जाउँ जाउँ। ओइ खतराबाट आयो यार। लिची 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 छोडिदिनु जाने हो र। म टिपेर लिएर आउँछु है, म टिप्छु है। ल ल ल भोबाले लिची रहेछ, लिची चोर्न आएको गाइस, लिची नै भेट्दैन। मनोज पनि आउँदैछ है, यो हेर्नु हेर्नु। ओइ भित्रबाट केही देख्दैन त अन्त। ल ल छिटो छिटो भाइ छिटो। सब्सक्राइबरको हो भने चाहिँ भाइ गाली नगर है। छैन रहेछ यार, यहाँ रहेछ रातो। एउटा आयो हरियो छ क्या, त्यो अमिलो हुन्छ क्या। दियो भने चाहिँ भाग्नु पर्छ हामी। कुली लामो नि ल यति भए त पुग्छ होला यार। ब्याग हेर न, मन मानेन है। ल त सँग राम्रो खाने अनि मेरो त आँखा त्यहीँ गइरहेको छ यार। बुझाउँ जान्छ हो त्यो हो। कस्तो दामी मन मान्नु न भाइ। गएको म त त्यहाँ मान्छे छ क्या, मान्छे छ क्या। आउनु भाइ, सब्सक्राइबर भाइ हो भने मलाई गाली नगर। भाटा चाहिँ हान्छु म। भाटा झर्नु चाहिँ झऱ्यो, कता कता झऱ्यो यार।
ओ भाइ के हो त्यो गाइज अति नै छ यार त्यहाँ चाहिँ कसम कसम के हो यो बस बस चोरको अनुहार हेर न गाइज हेर्नु है यहाँ चाहिँ ओइ सब किन लाग्यो ओ त्यो चाहिँ दामी छ क्या आयो मारो पाप नलागोस् पाकेको फल चोरेर खाँदा कहिले पाप लाग्दैन गाइस हामीले चाहिँ त्यहाँबाट होइन लिची लिएर त्यहाँ पसिसक्यो होइन कुली लाम हान्यौँ होइन अलरेडी गाइस यहाँ चाहिँ चटपट बेच्दै रहेछ होइन अनि यहीँ ओत लाग्नुपर्ने हुन्छ हामी चाहिँ एकछिन तिमीलाई त म एकदिन दिँदिनँ लिची चोरेको ले भन हो उसले हो क्या म त चोर हुँदै होइन उसले चोर भने है भाइ गफ हान्नु नि जानेछ गाइस अझै पानी नपरे भए म रुखमै चढ्थेँ पानी थियो अनि चिप्लो थियो अब जुत्ता खोलेर चढ्यो भने त फेरि जुत्ता छोड्यो भने त गोल्ड स्टार हो गोल्ड स्टार कति महँगो छ 600 रुपियाँ क्या 600 रुपियाँ यार 600 रुपियाँको जुत्ता छोडेर हिँड्नु म रिजर्भली 600 को कुरा छोड के एक्लै हाने अन्त मिठो रहेछ नि लिची चोरेर ओतमा लाएर पानी झरीमा मजाले खाने है टका लिची सिजिन खाइयो होइन टक्का लगाएर मन चाहिएको छ साइकल ल यो चटपट पसल हो क्या लाइट रहेछ यता बाला नि त थोपडा देख्छ कि राम्रो फ्ल्यास लाइट चोरहरू कर्नर हेर्नु है यस्तो छ है हामीलाई सामान चाहिँ नआउनु पुलिस बोलाएर लाइट त्यस्तो धेरै खाएन 4-5 वटा ज्यादा बोल्छ 4-5 वटा चाहिँ होइन गाइस कमसेकम खायो होला क्या 15-20 वटा त खाएन खायो हो ल खाएन 15-20 वटा त खायो क्या कस्तो लाग्यो आजको भ्लग कमेन्ट गर्नु नभुल्नु होला अनि सब्सक्राइब सेयर पनि हो एकदम माटो भइसक्यो हात्ती देख्न सक्नुहुन्छ है कताबाट यतैबाट जाने हो नि हामी त अन्त हाम्रो ट्रेन नै यता हो तर पानी चाहिँ ओभर परिसक्यो होला लेन्समा गाइस अब जस्तो छ त्यस्तैको हेरिदिनु होला ल पानी झरीमा हिँड्ने अब गएर घरमा गएर चेन्ज गर्नुपर्ने हुन्छ रुगा लागेको थियो ज्वरो आएको थियो अब फेरि रुगा स्टार्ट चाहिँ नहोस् होइन मनोज भाइलाई जाति हुन लागेको थियो अब के हुन्छ है हजुर हुन्छ है त्यो झर्दैन यताबाट बाटो छोडिदिउँ है छाताले फेरि आँखा घोच्छ यार फेरि म चस्मा लगाएको छैन आज पसलसम्म पुगौँ न किन नजाने जाने कताबाट लैजाउने यार हिल्लै ओए कता हो बाटो छ त्यहाँ कता छ त यार बाटो यताबाट आउँछु ल म यहाँबाट गयो हो नि त म बिहान सेट पानी चाहिँ डेन्जर परिसक्यो भिजायो पानीले ए बहिनी हाँसिदिरहेको रहेछ सेयरिङको लागि माग्नु पर्यो यार दिदी छाता सेयर गर्नुहुन्छ छाता दिनु न मलाई पनि म पनि आउँछु नि त्यसमा मजाक पनि मजाक खाएको करते हो भन्छ नि फेरि बाटो पाम होला बहिनी हो कि आन्टी हो कि के हो जो चाहिँ रातै परिसक्यो है पानी परेर यता एकछिन पसलमा बसेको थियो है हेरेर उता मात्रै हेरेको थियो भाइले दुईपट्टि हेर्नुपर्छ फेरि गाह्रो हुन्छ आइएसओ अलिकति बढाइदिएको छु लाइटिङ कतिको हानेको छ है आज त्यो परै जाडो भइसक्यो ओइ जाडो भयो त यार गाह्रो बनायो त यार जाडोले त लथर बनायो मलाई सो गाइस आजको भिडियो चाहिँ यतातिर राखिदिउँ होला एन्ड गरिदिउँ होला अनि इफ यु आर न्यू टु माई च्यानल देन प्लिज सब्सक्राइब माई च्यानल अनि क्लिक द बेल आइकन है ठ्याक लाएर अनि बाई बाई गाइस टेक केयर है त